यसलाई चाहिँ पहिला तेल पकाउने है। अनि तेलबाट भाव आइसकेपछि प्याज हाल्ने। त्यसमा चाहिँ हजुरहरूले चाहिँ यो पास्ता र यो वाइट चाहिँ हुन्छ नि मजाले उमाल्ने होइन। अनि यतिको भएपछि चाहिँ यसलाई के अरे त्यो पानी तैराएर मजाले राख्ने र मेरो मजाले चलाउने होइन। धेरै तेल हाल्नु चाहिँ हुँदैन किनभने चिल्लाउँछ। अनि यतिको भइसकेपछि चाहिँ हुन्छ है। यतिको तेल चाहिँ हाल्नुपर्छ। टमाटर पनि यसरी पिसमा काटेर राखेको छु। अनि यो चाहिँ त्यो वाला चाउचो भेजिटेरियन वाला। अनि यसलाई चाहिँ अब एकछिन चलाइरहने। यो प्याज र यो गुडी चाहिँ रातो भएपछि टमाटर हाल्दिनु। टमाटर चाहिँ जतिको हाल्दा नि हुन्छ। मैले चाहिँ यतिको हुन गरेर चाहिँ हालेको छु। अब यतिको चाहिँ हाल्नुपर्छ टमाटर। त्यसपछि यसलाई चाहिँ अब टमाटरलाई चाहिँ अलिक प्ल्याट्ट हुने गरेर पकाउनुपर्छ क्या। नत्र त अलिक मिठो हुँदैन, काँचै हुन्छ टमाटर। त्यसैले अब एकछिन चाहिँ यसलाई पकाइराख्ने। मैले मसला ससलाहरू सबै रेडी पारेर चाहिँ यसरी गरेको छु। यो भिडियोमा चाहिँ अलिक ब्ल्याक देखेको छ तर रियालिटी चाहिँ यो अलिक कस्तो हो क्या अर्कै। अनि यसरी चाहिँ मैले सबै मरमसलाहरू सबै हालेर घरकै हो है। फेरि मरमसलाहरू सबै हालेर रेडी पारिसकेको छु। यसरी हेर्दा कस्तो मिठो देखेको छ है साथीहरू। अब चाहिँ यो प्लेटमा हाल्छु म। एक हातले त अब प्लेटमा हालेपछि चाहिँ देखाउँछ है।